विजय कुमारका साथ। आदरणीय दर्शकहरू, नेकपा माओवादीका उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईले आफ्नो पत्ताहरू खुलस्त रूपले खोलिसक्नु भएको छ। उहाँले भनिसक्नु भएको छ कि उहाँको पार्टी कहाँ जान चाहन्छ, सके भने कहाँसम्म पुग्छ भन्ने कुरा लुकाउनु भएको छैन। तर साथै उहाँले यो पनि बताउनु भएको छ कि आज पनि एउटा बीचको बाटो खोज्न सकिन्छ। अब हामी जाउँ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलतिर। संक्षिप्त अन्तर्वार्ता छ आजको अंकमा, उहाँको अन्तर्वार्ता आगामी अंकमा पनि जारी रहनेछ। आजको संक्षिप्त कुराकानीमा उहाँले हामीलाई बडो महत्वपूर्ण बुदा बताउनु भएको छ। मैले अलि बिटरली भन्ने हो भने राजनीतिक दलहरूमा वास्तवमा यो नयाँ संविधानका अन्तर्तत्वहरू के हुनुपर्छ भन्ने कुरामा पनि वास्तवमा एक हुन सकेका छैनन्। अझ कटु कुरा तपाईलाई भन्ने हो भने राजनीतिक दलहरू नयाँ लोकतान्त्रिक संविधानका अन्तर्तत्वहरूमा केन्द्रित भएर छलफल गर्नै सकिरहेका छैनन्। र मेरो मान्यता तपाईलाई मैले बताउने हो, मेरो पार्टीको मान्यता बताउने हो भने म तपाईलाई के भन्न चाहन्छु भने अब बन्ने संविधान लोकतन्त्रका एउटा विश्वव्यापी मान्यताहरूकै फ्रेमभित्र रहनुपर्छ। त्योभन्दा फरक ढंगले कुनै अधिनायकवादको गन्ध आउने हिसाबले वा अग्रगतिलाई अस्वीकार गर्ने खालका त्यस्ता सोचहरू त्यो हुन सक्दैनन्। हालसम्म चाहिँ नेपालको संविधानको निर्माणको सन्दर्भमा चाहिँ यसका अन्तर्तत्वहरू बेसिक एलिमेन्टमै हाम्रो एकमत छैन, हैन? यो बिटर्स अब मलाई दलहरू त्यसमा केन्द्रित भएर एकमतमा पुग्ने हिसाबले विषयवस्तुलाई प्राथमिकताका साथ लिएर छलफलमा लागेको देख्दिन म। आदरणीय दर्शकहरू, नेपालमा संविधान निर्माणको सन्दर्भमा संविधान सभाका बडे बडे पदाधिकारीहरूले थीर गम्भीर मुद्रामा सेमिनारमा, वर्कशपमा, विदेश भ्रमणमा यता उता गर्दै हिँड्ने, सर्वे भवन्तु सुखिनः, सर्वे भवन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, सबै सुखी हुन्, सबै सहमति गरौँ, सहमति सकारी गरौँ भन्ने किसिमको जो चण्डी पाठ गरिराख्नु भएको छ, त्यो चण्डी पाठ तर्फ ध्यान दिन होइन, केही मूलभूत आधारभूत प्रश्नहरूको उत्तर र समाधान जनतालाई दिनुको निम्ति हामी प्रेरित गरिराखेका छौं। त्यसैका लागि हामीले यो कार्यक्रमलाई कुनै लक्ष्यदार बहस, तर्क वितर्क, कुतर्क तर्फ होइन, सामान्य जनताले बुझ्ने भाषामा एउटा विमानको उडानसँग लगेर जोडेका छौं। मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हामीले जहाजमा भएको ओभरलोडको सन्दर्भमा प्रश्न गरेका थियौं। अब ओभरलोडमा के छ भने अहिले चाहिँ यहाँको म एउटा ध्यान आकर्षित गरौँ, संवैधानिक समितिमा आएका रिपोर्टहरू जुन छन् विषयगत समितिबाट, त्यो संविधानका अन्तर्वस्तु भन्दा पनि मागका कुराहरू धेरै छन्। राजनीतिक मागका, जातीय मागका, आर्थिक मागका, सामाजिक मागका कुरा। यी मागलाई अर्को ठाउँमा राखौं, संविधानसँग सम्बन्धित विषयवस्तुलाई मात्र केन्द्रित गर्ने हो र कस्तो संविधान बनाउने हो त्योसँग सम्बन्धित विषयलाई लिएर जाने हो भने संविधान बन्न बेर लाग्दैन। आदरणीय दर्शकहरू, नेपालको संविधान निर्माणको प्रक्रियामा हामीले जानेर हो वा नजानेर हो केही बाक्ला मोटा गाँठाहरू बनाउन पुगेका छौं, जसलाई नफुकालिकन संविधान निर्माणको प्रक्रिया सम्भव हुने छैन। त्यसमध्ये सर्वाधिक महत्वको विषय हो कुन मोडलको संविधान हामीले बनाउने हो। अब संविधानमा निश्चित रूपमा संवैधानिक विषयवस्तुहरूलाई मात्र केन्द्रित गर्नुपर्छ र त्योभन्दा अहिले उड्न नसक्ने कारण के हो भने कता जाने हो भन्ने नै थाहा छैन। त्यो जहाजका पाइलटहरूलाई कस्तो मोडलको संविधान बनाउने, त्यस संविधानका आधारभूत सिद्धान्तहरू, विषयवस्तुहरू के हुने, त्यो कुरा निश्चित नगरिकन त्यो संविधान बन्न सक्दैन। यो कुरा हामीले पहिला किन थाहा भएन त? थाहा थियो, तर यहाँ के छ भन्दाखेरि जुन जनआन्दोलनको परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो, संघीयता, गणतन्त्र र समावेशी लोकतन्त्रलाई आत्मसात गर्ने कि नगर्ने, यो दुईटाको मानसिकता, नयाँ परिवर्तनकारी मानसिकता के हो भने अगाडि बढ्नुपर्छ भन्ने हो, पुरानोहरूले के भन्दाखेरि यसमा एक्सिडेन्ट हुन सक्छ भन्ने हो। र त्यो मानसिकताको द्वन्द्वमा के भइदियो भन्दाखेरि त्यो गाइडिङ प्रिन्सिपल कन्स्टिट्युसनको तयार हुन सकेन। के आजको दिनमा तपाईहरुसँग यो जहाज कहाँ जान्छ, यसको गन्तव्य के हो, कुन राजनीतिक प्रणाली, कुन शासकीय प्रणाली, कुन न्याय प्रणालीमा हामी स्पष्ट भइसक्यौं? अहिलेसम्म त्यस किसिमले संविधान सभा या संवैधानिक समिति स्पष्ट छैन, रुमलिएको छ र यो स्पष्टता राजनीतिक सहमतिबाट मात्र यसको डेस्टिनेसन निर्धारित हुन सक्छ।
संविधान सभाका उपाध्यक्ष पूर्णकुमारी सुवेदीलाई अहिले संविधान सभाले कुन प्रणालीको संविधान निर्माण गर्दैछ भन्ने प्रश्न गर्दा त्यस विषयमा अहिले स्पष्टता नआएको कुरा उहाँले स्वीकार्नुभयो। अब संघीय लोकतान्त्रिक गणतन्त्र भन्छौँ अहिले हामी, हैन? राज्यको अब अग्रगामी पुनर्संरचना भनेको अब शासकीय स्वरूपको विषय जोडिने भयो। तपाईँले भने जस्तै अहिले त हामीले ठ्याक्कै यही त भन्ने स्थितिमा त पुगेका छैनौँ नि त। हामीले अहिले त राजतन्त्रको अन्त र गणतन्त्रको संस्थागत विकास सँगसँगै हामीले अहिले संविधान निर्माण गर्ने प्रक्रियामा छौँ। हामी छलफलमै छौँ, टुङ्गोमा पुग्दैछौँ, हैन? मुलुकको आवश्यकता र जनताको चाहना र भावनालाई सम्बोधन गर्ने विषय छलफलको टुङ्गोमा हामीले जुन टुङ्गोमा पुग्छौँ, जनताको भावना पनि, चाहना पनि, जनताको राय सल्लाह पनि हामीले लिन्छौँ। र सँगसँगै फेरि अब यो कुनै राजनीतिक दलहरूका नीति सिद्धान्त एजेन्डाहरू मात्रै यहाँ समावेश हुन सक्दैनन्, किनकि यो त हामी अहिलेको त अब सबै राजनीतिक दलहरूको सहमतिमा हामीले चाहिँ संविधान लेख्दैछौँ। आदरणीय दर्शकहरू, संविधान सम्बन्धी यो कार्यक्रम निर्माण गरिरहँदा अहिले मलाई अनायास गणेश राज शर्माजीको सम्झना आयो। गणेश राज शर्मा संवैधानिक विकासको क्षेत्रमा संस्था बराबर व्यक्तिको नाम हो। मैले वर्षौंदेखि, अझ साँच्चै भन्यो भने 2 दशकदेखि त्योभन्दा पनि बढी उहाँको संसर्ग गर्ने सौभाग्य प्राप्त गरेको छु। साँझतिर कहिलेकाहीँ उहाँको घरमा जाने, आलु चिउरा खाने, चिया खुवाउनुहुन्छ, गफ गर्ने। उहाँसँगको लामो उठबस पश्चात मलाई यो कुराको हल्का आभास छ कि संविधान निर्माण भनेको कुनै रेडिमेड फर्निचर ल्याएर कोठामा राखिदिने कुरा होइन। यो त एउटा रुखलाई आफ्नो आँगनमा रोप्ने हो, जसलाई हेरचाहद्वारा, मलजलद्वारा, आफ्ना आचरण सुसंस्कारद्वारा समाजले विकसित गर्दै लिएर जान्छ र त्यो बिरुवा बिस्तारै बिस्तारै एउटा विशाल वटवृक्षको रूप लिन्छ र त्यो विशाल वटवृक्षको छहारी मुनि सारा देश र सारा देशवासी आनन्द, सुख र नियमपूर्वक र कानून सम्मत ढंगले आफ्नो जीवन अगाडि बढाउने मौका प्राप्त गर्दछन्। तर विगत केही वर्षहरूदेखि नेपालमा एक यस्तो किसिमको परिस्थितिको निर्माण गरिएको छ, एक किसिमको हौवा फैलाएको छ कि मानव संविधान रूपी फर्निचर तपाईँ एकचोटि कोठामा ल्याइदिनु होला र देशका बाँकी समस्याहरू छुमन्तरले समाधान होलान्। संविधान क्रमिक रूपले विकास हुन्छ र कतिपय कुराहरू भविष्यका कानूनले निर्धारित गर्दछन् भन्ने क्रममा प्रदीप गिरीले भन्नुभयो। त्यसैले संविधानले एकैसाथ आजका 5 वर्षपछिका 10 वर्षपछिका समस्या हल गर्न सक्दैन। संविधान सभा मुलुकको एउटा जेनरल ल मात्रै हो, थुप्रा बाँकी समस्या कानूनले गर्छ। आज संविधान सभाका फाउन्डरहरूले, लेखकहरूले, संस्थापकहरूले सहमत हुन सकिने जति कुरा मात्रै खोज्नुपर्छ, असहमत हुने कुरा खोज्नु हुँदैन। राम्ररी थाहा छ नेपाली कांग्रेस नेतालाई माओवादी कुनै पनि हालतमा संसदीय व्यवस्था मान्दैन। अनि संसदीय व्यवस्था किन जित्दी? नेकपा माओवादीलाई राम्ररी बुझ्नु पर्यो। नेपाली कांग्रेस, फर द्याट म्याटर प्रदीप गिरी जस्तो मान्छे एकदलीय व्यवस्था कुनै पनि हालतमा मान्दैन। त्यो उनीहरूले बुझ्नु पर्यो। अदालतको अधिकार कुनै पनि हालतमा हामी सम्झौता गर्दैनौं। 10 जना बसेर कुरा गर्दाखेरि पहिले कुन कुन कुरोमा मिल्न सकिन्छ त्यो कुरा मिल्नु पर्यो। प्रत्येक पार्टीले कुन कुन कुरोमा मिल्न सकिदैन त्यसलाई आफ्नो एजेन्डा बनाएर अगाडि ल्याएको छ। यो सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालय हो। भित्ताहरूमा इतिहासदेखि वर्तमानसम्मका प्रधानमन्त्रीहरूका तैल्य चित्रहरू टाँसिएका छन्, झुन्ड्याइएका छन्। आजभोलि माधव कुमार नेपाल प्रधानमन्त्री हुनुहुन्छ। मैले उहाँलाई 20औं वर्षदेखि चिन्छु, दर्जनौं अन्तर्वार्ताहरू गरेको छु। तपाईसँग मैले जीवनका धेरै कालमा धेरै अन्तर्वार्ताहरू गर्ने मौका पाएको छु। इमानदारीपूर्वक भन्नुपर्दा तपाईलाई के लाग्छ, हामीले अब जुन मिति दिएका छौं त्यसमा नेपाली जनतालाई संविधान दिन सकौंला त? हेर्नुस्, म त आशावादी मान्छे हो, म निराशावादी मान्छे होइन। यो म्यान मेड प्रब्लम हो। हामीले समस्या खडा गर्ने गरेका छौं, समाधान हामीले दिने हो। जस्तो मानिलिनुहोस्, यही अहिले केही कुरा गर्ने हो भने पनि शान्ति प्रक्रियाकै सन्दर्भमा 2टा नेताले आँट गरे। म प्रधानमन्त्री, माओवादीको अध्यक्ष पुष्पकमल दाहाल। पार त लाग्यो नि। अनमिनको केस हैन? सेनाको कन्सर्न पनि सम्बोधन गरियो, शान्ति प्रक्रियाका हाम्रा कन्सर्न पनि सम्बोधित भए। एक कदम अघि बढ्यौं, तर मनमा अविश्वास राख्दै। त्यो मनमा रहेको अविश्वासलाई व्यवहारबाट माओवादीले सम्बोधन गरिदिने हो भने अविश्वास घट्दै जान्छ। अब अविश्वास अन्त्य हुँदै जान्छ र एउटा नयाँ वातावरण तयार हुन्छ।
त्यसै गरी यसले यो अहिलेको जुन समय बहुत क्रुसियल मैले ठानिरहेको छु। माओवादी पार्टीको सामु पनि विश्वास जित्ने राम्रो अवसर हो यो भन्ने म ठानिरहेको छु। र हाम्रो सामु पनि माओवादीहरूलाई उनीहरूको मनमा राखेका कतिपय आशंकाहरू हटाउनका लागि सहयोग पुर्याउने मौका पनि हो। म्यान मेड प्रब्लम हो, म्यान क्यान सल्भ इट, हैन? द्याट्स व्हाट यु आर सेइङ। हो, नेपालको संविधान निर्माणको क्षेत्रमा देखिएका अधिकांश समस्याहरू म्यान मेड, मानव निर्मित हुन् भन्ने विषयमा कसैको दुईमत नहोला। अझ स्पष्ट भन्ने हो भने त्यसमा नेतागण र संविधान सभाका सदस्यहरूको सबैभन्दा बढी दोष छ। त्यसबाहेक हामी सर्वसाधारणको पनि थोर बहुत दोष छ। हामीले उनीहरूले जे प्रवचन दियो त्यो सुन्दै जाने, धीर गम्भीर मुद्रामा संविधान सभाका यसले यस्तो भन्नुभयो उस्तो भन्नुभयो भनेर सेमिनारमा, गोष्ठीमा, प्रवचनमा, देश भ्रमणमा, विदेश भ्रमणमा जुन प्रवचनहरू आइराखेका छन् ती प्रवचनहरू सुन्नु, पढ्नु, देख्नुभन्दा अगाडि एकचोटि विनम्रतापूर्वक त्यस्ता महानुभावहरूलाई दुईवटा हैन, आज एउटा प्रश्न अर्को थपिदिन्छु, 3वटा प्रश्न सोधिलिनुहोस्। 1, संविधान सभा रूपी जहाज जो तपाईं उडाउँछु भनेर यतिका समयदेखि भन्दै आउनु भएको छ, त्यसको गन्तव्य के हो, कहाँ लाने हो, त्यसको मूलभूत राजनैतिक दर्शन, आर्थिक दर्शन, न्यायिक दर्शन के हो। 2, संविधान सभा रूपी जहाज जो उड्छ भनेर हामीलाई यहाँ यत्रो बेरदेखि एयरपोर्टमा पर्खाएर बस्नु भएको छ, के त्यो जहाजमा एजेन्डाको भारीले गर्दा ओभरलोड त भएको छैन? 2, 3, संविधान सभा रूपी जहाज जसको यात्राको चर्चा लामो समयदेखि गरिएको छ, उड्छ भनिएको छ, त्यो के प्रयोजनका लागि हामी यात्रा गर्दैछौँ? पर्पस अफ ट्राभल, यात्राको उद्देश्य के हो? कि त्यसै घुमिरहने गोष्ठीमा, सेमिनारमा, हाम्रो टेलिभिजन कार्यक्रमहरूमा, देशमा, विदेशमा? व्हाट इज द पर्पस? जब हामीलाई यात्राको उद्देश्य थाहा हुन्छ त्यसपछि हाम्रो गन्तव्य पनि ठिक ठाउँमा पुग्छ, त्यसपछि हामी अन्य कुराहरूमा पनि सहजतापूर्वक पुग्न सक्दछौं। आजको निम्ति कार्यक्रमको निर्धारित समय समाप्त भइसकेको छ। यो 3टा प्रश्नहरू नबिर्सिनु होला। आगामी साता फेरि भेटौँला। नमस्कार। मान्छे सामु आकाश के नै हो, हाम्रो छाती त्यो भन्दा विशाल, साधारण कुराले बनाऊ साधारण सत्यको नेपाल, साधारण सत्यको नेपाल, साधारण सत्यको नेपाल। देख्न सक्दैनौ हामी आज